हेलो साथीहरू नमस्ते। आज पनि म फेरि पासपोर्ट सम्बन्धी चाहिँ जानकारी लिएर आएको छु हैन। कृपया भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। मेरो चाहिँ युट्युबमा पनि च्यानल छ उमेश लामी छाने 1370 भनेर त्यो राखेको छु हैन। साथीहरू आज चाहिँ भने मैले पासपोर्टको लागि चाहिँ जानकारी लिएर आएको छु हैन। तपाईँले पासपोर्ट नयाँ बनाउँदै हुनुहुन्छ या अब रिन्यू गर्दै हुनुहुन्छ या अब हराएको पासपोर्ट हैन, या तपाईँको चाहिँ अब के भन्छ यो ड्यामेज भयो हैन, अब च्यात्यो पानीमा डुब्यो, अब त्यस्तो केही भएको छ भने तपाईँले पासपोर्ट त बनाउनु पर्छ नै हैन साथीहरू। त्यसको लागि चाहिँ पहिलो प्रथम के गर्नु पर्यो भन्दाखेरि यदि तपाईँ नयाँ पासपोर्ट बनाउँदै हुनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ परिचय पत्र राखेर पासपोर्टको फर्म एउटा भर्नुपर्ने हुन्छ। र साथै तपाईँहरूलाई मैले के भन्न आइरहेको छु भने पासपोर्टको फर्म भर्दाखेरि चाहिँ एकदम क्लियर भएर भर्नु होला है। त्यहाँको जुन तपाईँको चाहिँ नागरिकतामा भएको र परिचय पत्रमा भएको डेटा चाहिँ सँग एउटै मिल्नु पऱ्यो है साथीहरू। त्यो चाहिँ भएन भने तपाईँको कहिलेकाहीँ चाहिँ पासपोर्ट रिजेक्ट आउँछ र कसैको चाहिँ फेरि पासपोर्ट आउँछ तर आइसकेपछि तपाईँको डेटा मिलेको हुँदैन होइन। त्यसैले पासपोर्टको फर्म भर्दाखेरि चाहिँ साथीहरू यसरी पासपोर्टको फर्म भर्दाखेरि चाहिँ होइन तपाईँले यहाँ नाम अनि त्यसपछि यता आफ्नो डेट अफ बर्थ होइन, नेपाली इङ्ग्लिस सबैमा हुन्छ होइन। अनि अब नयाँ बनाउँदै हुनुहुन्छ भने पनि यस्तै राम्रोसँगले एउटा फर्म यस्तो भर्नु होला होइन। यो फर्ममा चाहिँ तपाईँले आफ्नो डिटेलहरू चाहिँ क्लियर रूपमा राख्नु होला होइन। काहीँ कतै मिस्टेक छ भने पनि त्यो फर्म भर्ने बेलामा हजुरले चाहिँ भन्नु होला। र फर्म यसरी प्रिन्ट गरेर भरिसकेपछि तपाईँको फर्म सबमिट भएर चाहिँ तपाईँले प्रिन्ट आउट दिन्छ उहाँहरूले होइन। दिइसक्दा पनि तपाईँले एकदम राम्रोसँगले आफ्नो नागरिकता अगाडि राखेर राम्रोसँगले आफ्नो डिटेलहरू हेर्नु होला होइन। अब काहीँ कतै एउटा पनि कुनै पनि एउटा मिस्टेक भयो भने चाहिँ तपाईँको चाहिँ पासपोर्ट यदि बनेर आइसक्यो भने पनि तपाईँको एउटा कुनै पनि वर्डहरू र एउटा कुनै हुन्छ नि एउटा अङ्क नम्बरहरू पनि कुनै मिस्टेक भएको भयो भने चाहिँ तपाईँको के हुन्छ भने एक्स्ट्रा फेरि तपाईँले चाहिँ फर्म भरेर फेरि पासपोर्टको चाहिँ प्रोसेस फेरि गर्नुपर्ने हुन्छ। त्यसमा फेरि एक्स्ट्रा चार्ज लाग्छ कि तपाईँलाई। अहिले नेपाल सरकारले चाहिँ अब 77 जिल्लाको पासपोर्ट चाहिँ एकदम इमर्जेन्सीको हिसाबले चाहिँ अहिले के भन्छ यो उसमा त्रिपुरेश्वरको डिपार्टमेन्ट अफ पासपोर्ट त्यहाँनिर कन्सुलरमा बनाउँछ होइन। 17वटै जिल्लाको। अब त्यसमा तपाईँले अब नयाँ पासपोर्ट बनाउँदै हुनुहुन्छ कि हराएको पासपोर्ट छ कि ड्यामेज छ कि क्या रिन्यू गर्नुपर्ने छ कि त्यो सबै पासपोर्टहरू चाहिँ डिपार्टमेन्ट अफ पासपोर्ट त्रिपुरेश्वरमा चाहिँ बनाइन्छ होइन साथीहरू। त्यो बनाउँदाखेरि चाहिँ तपाईँले फर्महरू भर्दाखेरि चाहिँ राम्रोसँगले एउटा क्लियर रूपमा होइन तपाईँले आफ्नो डिटेलहरू क्लियर रूपमा हालेर चाहिँ फर्म भर्नु होला साथीहरू। यहाँ धेरै मान्छेहरूको के भइरहेछ भनेदेखि चाहिँ फर्म भर्नुहुन्छ, फर्म भर्न लगाउनुहुन्छ। अब कसैलाई त थाहा हुँदैन, पढ्न पनि आउँदैन होइन, कसैलाई पढ्न आइरहेको हुँदैन किनभने त्यहाँ नेपालीमा चाहिँ हुँदैन, सबै इङ्ग्लिसमा लेख्नुपर्ने हुन्छ। कसैलाई पढ्न आउँदैन र साथीहरू फर्म भर्ने साथीहरूलाई प्लस पनि म के भन्न चाहन्छु भने फर्म तपाईँहरूले भर्दाखेरि चाहिँ राम्रोसँगले भरिदिनु होला होइन। कसैलाई पढ्न आउने मान्छे हुन्छ, कसैलाई नआउने मान्छे हुन्छ, उहाँहरूको चाहिँ हक हितका लागि भयो भने राम्रोसँगले चाहिँ भरिदिएर राम्रोसँग सिकाएर होइन आफूले पनि चेक गरेर उहाँहरूलाई राम्रोसँगले भनेर चाहिँ पठाइदिनु होला र फर्म पनि भरिदिनु होला होइन। कति पनि मान्छेहरूको के भइरहेछ भने फर्म भरिदिनुहुन्छ, फर्म भरेर पासपोर्ट बनाउनु जानुहुन्छ, बनाइसकेपछि पासपोर्ट त आउँछ तर आइसकेपछि डिटेल चाहिँ तपाईँको रङ भइदिन्छ कि सानो काहीँ कतै मिस्टेक हुन्छ। अब त्यसपछि उहाँलाई अन्यल पर्छ, अब के गर्ने होला कसो गर्ने होला होइन। अब कहाँ फेरि जाने होला के गर्ने होला। अब यो पासपोर्ट फेरि 12,000 तिरेर बनाएको छ, अब फेरि पनि पैसा 12,000 नै लाग्ने हो कि होइन। अब के गर्नुपर्ने हो, अब फेरि यही पासपोर्टले चल्छ कि पछि मलाई अप्ठ्यारो पर्ने हो कि भन्ने उहाँहरूलाई सोच भइरहेको हुन्छ। त्यसैले म साथीहरूलाई के भन्न चाहन्छु भने पासपोर्टको फर्म भर्दाखेरि वा परिचय पत्रको फर्म भर्दाखेरि चाहिँ राम्रोसँगले आफ्नो डिटेलहरू राखेर उहाँहरूको डिटेल राखेर उहाँलाई सोधेर होइन स्पेलिङहरू अब राम्रोसँगले हेरेर बुझेर मात्रै तपाईँहरूले फर्म फिलअप गरेर पठाउनु होला। र उहाँ फर्म फिलअप गर्ने मान्छेले त अब राम्रोसँगले गरिदिनु होला। पछि प्लस पासपोर्ट बनाउने मान्छेहरूले पनि के गर्नु पऱ्यो भने आफ्नो डकुमेन्टहरू अलिक राम्रोसँगले चेक गरेर पनि बनाउनु पर्ने हुन्छ है साथीहरू। राम्रोसँग आफ्नो डकुमेन्ट चेक गर्नु होला। आफ्नो परिचय पत्रमा के नाम छ र तपाईँको नागरिकतामा के नाम छ, कसैको जन्ममिति बिग्रिरहेको हुन्छ होइन, इङ्ग्लिसमा डेट अफ बर्थ मिलेको हुँदैन। अब तपाईँले पासपोर्ट कहाँबाट बनाइराख्नु भएको छ, तपाईँले पासपोर्ट आउट अफ कन्ट्रीबाट बनाउनु भएको छ, अब तपाईँको डिटेल चाहिँ डिपार्टमेन्ट अफ पासपोर्टमाबाट बनाएको भनेर हालिदिनुहुन्छ, त्यो पनि रङ हुन्छ होइन। तपाईँको डेट अफ बर्थ अर्कै हुन्छ नागरिकतामा, अब तपाईँले पासपोर्ट त्यो टाइममा बनाउनु भएको अरू अहिलेको पासपोर्ट बनाउँदाखेरिको उसमा चाहिँ तपाईँको डेट अफ बर्थै मिलेर आउँदैन। कसैको चाहिँ अब पुरानो
धेरै वर्ष अगाडि को मान्छेहरूको चाहिँ के हुन्छ भने डेट अफ बर्थ चाहिँ अब पहिले 19 वर्षमा नागरिकता बनाएको, 22 वर्षमा नागरिकता बनाएको यस्तो भइरहेको हुन्छ। उहाँहरूको चाहिँ डेट अफ बर्थ निस्किरहेको हुँदैन होइन। अनि त्यसैले साथीहरू फर्म फिलअप गर्दाखेरि चाहिँ राम्रोसँगले बुझेर हेरेर मात्रै फर्म भर्नु होला। अनि फर्म भर्ने साथीहरूले पनि राम्रोसँगले फर्म भरेर पठाउनु होला। थ्याङ्क यू।